केही दिन अगाडि मात्र एकजना भाइ ल्यापटप किन्दाखेरि ठगीमा परेको थियो होइन, यानि कि पैसा तिरियो बट उहाँको चाहिँ सामान ठेक्बे भइएन भनेदेखि हिजो अस्ति मात्र एकजना भाइ फेरि मोबाइल किन्दाखेरि आइफोन उहाँले मन पराउनु भयो, फेसबुकमा यसो हेरेर एडहरू हेरेर र उहाँले चाहिँ पैसा तिर्नुभयो, लगभग 5.5 लाख चाहन्छन् है। उहाँले चाहिँ मलाई स्क्रिनसटहरू पनि देखाउनु भएको थियो, उहाँसँग कन्भर्सेसन त्यो टेक्स्टहरू पनि मलाई स्क्रिनसट गरेर पठाउनु भएको छ। सर्वप्रथम त म तपाईँहरूलाई एउटा जानकारी के गराउन चाहन्छु भनेदेखि तपाईँहरूले सक्दो हो तपाईँले अनलाइनबाट सामान किन्दा हुनुहुन्छ भनेदेखि होइन, फेसबुकहरूबाट नेपाली दाजुभाइ दिदीबहिनीसँगै किन्नु होला, किनकि उहाँहरू नन फेस हो होइन। उहाँहरू चाहिँ टिकटकमा रिल्सतिर लाइभ आएर बोलिरहनुहुन्छ होइन, एड्रेस सेन्ड गरिरहनुहुन्छ। उहाँको प्रोफाइल भिजिट गर्नुभयो भने उहाँहरू चाहिँ कतिको एक्टिभ छ तपाईँहरूले थाहा पत्ता लगाउन सक्नुहुन्छ र त्यो त भइहाल्यो। र यो फेक हो कि होइन कसरी पत्ता लगाउने? नर्मली विदेशीहरूले चलाइरहेको चाहिँ अब कोरियनमा चाहिँ नामहरू लेखेको हुन्छ होइन, यसो प्रोफाइलहरू चेक गऱ्यो भने। तर उहाँहरू चाहिँ अन्त्य कन्ट्रीतिर नाइजेरिया कहाँ बसेर चाहिँ यो ह्यान्डल गरिरहेको हुन्छ है। उहाँहरूले तपाईँहरूलाई ट्र्याप गरिरहेको हुन्छ, हामीलाई थाहै हुँदैन। अब कसरी पत्ता लगाउने भन्दाखेरि उहाँहरूले यो अकाउन्टमा चाहिँ यसो पैसा डिपोजिट गर्नु भन्यो भने तपाईँले हेर्नुहोस्, पैसा डिपोजिट गर्ने क्रममा त्यो जो होल्डर, जो ब्याङ्क होल्डर छ कोरियन हो कि होइन, साधारणतया ब्याङ्क होल्डर कोरियन नै हुन्छ है। र अर्को कुरा तपाईँले उहाँको प्रोफाइल भिजिट गरेर हेऱ्यो भने कस्तो कस्तो मान्छेले चाहिँ उहाँको भिडियोहरूलाई फोटोहरूलाई लाइक गरिरहेको छ, उहाँहरूले पोस्ट गरेको मोबाइलको फोटोहरू ल्यापटपको फोटोहरू चाहिँ कस्तो कस्तो मान्छे कहाँको मान्छेले कमेन्ट गरिरहेको छ त्यो पनि हेर्नु होला होइन। अनि प्रोफाइलमा जाँदाखेरि हेर्नुहोस् उहाँको कन्ट्याक्ट नम्बर हेरि देखियो भने प्राय +1 2 3 के ब्ला 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 आउँछ होइन, जबकि कोरियाको त्यस्तो हुँदैन, त्यसरी बुझ्नु होला। अनि अर्को कुरा, कन्भर्सेसन गर्दाखेरि भोइस कल गर्दाखेरि प्राय नर्मली तपाईँ साधारणतया भिडियो कल गर्नु होइन, र भोइस कल पनि उहाँहरूले कोरियन बोलेन भनेदेखि सम्झु उहाँहरू फेक हो। अनि किनकि टेक्स्टमा त नर्मली अब साधारणतया भनौँ न, साधारणतया उनीहरूले चाहिँ अब गरेर के भन्छ, ट्रान्सलेट गरेर पनि पठाउन सकिन्छ होइन। र टेक्स्टमा पनि अब उनीहरूले प्रायः कतिपय इङ्ग्लिसमै होइन कन्भर्सेसन भइरहेको हुन्छ, भोइस कलमा पनि इङ्ग्लिसमै बोलिरहेको हुन्छ कि उनीहरूले कोरियन शब्द पनि नबोलिरहेको हुन्छ होइन। अलिकति भनौँ न छुट्टै पारा देखिन्छ क्या। सो तसर्थ यसरी चाहिँ पैसा नहाल्नु होला भन्न चाहन्छु। तपाईँले एकदम दुःख गरेर कमाएको पैसा होइन एकचोटि ट्रान्जेक्सन भइसकेपछि तपाईँको ब्याक हुने चान्सेस एकदमै 0 छ लगभग होइन। यस्तो धेरै ठगिनु परेको छ। मैले भिडियो पोस्ट गरेको त्यो कमेन्टमा कसैको 3 लाख गयो, कसैको 4 लाख, कसैको 5 लाख 7 लाख गयो भनेर चाहिँ धेरै कमेन्टहरू छ। तपाईँहरू चाहिँ यसरी चाहिँ नफस्नु होला। वान्स अगेन आम गर्न टेल यु, प्लिज सामान किन्दाखेरि सकभर तपाईँ बरु दोकान भिजिटै गर्नु न, के छ र। आई लभ ट्राभलिङ होइन, पर्सनल कुरो गर्दाखेरि मैले मोबाइलहरू अथवा ल्यापटपहरू मैले कहिले पनि अनलाइन किन्दिनँ कि, जस्ट आई लाइक टु भिजिट, किनकि मलाई चाहिँ ट्राभलिङ मन पनि पर्छ र मान्छेसँग कुराकानी गरेर किलमिल गर्न होइन, स्पर्श गरेर छुएर किन्नु मन पराउँछु म चाहिँ होइन। त्यही सजेसन म तपाईँहरूलाई पनि दिन चाहन्छु भन्न चाहन्छु। हस्, धन्यवाद।